त्यो त ठिकै हो प्रभु, तर कुन सेवा चाहिँ ठिक हो भन्ने कुरा कसरी बुझ्नु? हामीले गरेको सेवाले तपाईँ खुसी हुनुभएको नभएको हामी कसरी बुझ्नु? दया गरी यो अज्ञानीलाई बुझाइदिनु पर्यो स्वामी। सूर्यमा सुन, जब तिमी कसैको सेवा गर्छौ औ त्यो सेवा गर्दा आनन्दको अनुभव गर्छौ भने त्यो सेवा मलाई नै प्राप्त हुन्छ। तिमीहरूको आनन्द नै मेरो भोजन हो। स्वामी, एक अनुरोध छ प्रभु। हुन्छ अम्मा, तिम्रो मनको इच्छा पूरा हुनेछ। भोलि दिउँसोको भोजन म तिम्रो घरमा गर्नेछु। साँच्चै स्वामी, तपाईँ मेरो घरमा आउनुहुन्छ? प्रभु, मेरो घरमा भोजन गर्नुहुन्छ? हो सूर्यमा, भोलि म ठिक 12 बजे तिम्रो घरमा भोजन गर्नु आउनेछु। धन्यवाद स्वामी। मेरो घरमा भोजन गर्नुहुन्छ। साँच्चै आज म मेरो जीवन सार्थक भएको अनुभव गरिरहेकी छु। अहो, के आनन्द! कसलाई सुनाऊ? को हुनुहुन्छ त? घरमा कुनै अनुष्ठान छ कि कसो हो? साइराम बहिनी, साइराम, तिमी आएछौ? कस्तो खुसी लाग्यो। बस न, तिमीलाई थाहा छ आज मेरो घरमा भगवान साईनाथ भोजन गर्न आउनुहुनेछ। मेरो त खुसीको सीमा नै छैन। भगवानलाई कसरी स्वागत गर्नु? फुलको मालाले या स्तुतिले? भन न बहिनी। तर दिदी, के भगवान हामी जस्तो गरिबको घरमा आउनुहुन्छ होला र? फेरि हामी त्यस्तो मिठो भोजन खुवाउन सक्छौँ र? म त मेरो अवस्थाको कारणले भगवानले केही निवेदन गर्दिन। भगवान आउनु भएपछि सबैभन्दा पहिला उहाँलाई चौमेलीको फुलले स्वागत गर्नेछु अनि यही चौकीमा बसाउनेछु। हे चौकी, तिमी कति भाग्यशाली! आज भगवान साईनाथ तिमीमा आसन गर्नुहुन्छ। साई रे जीवन, जीवन सत्य साई, साई रे जीवन, जीवन सत्य साई, साई मेरा। भिक्षा दिनुहोस् है माता, बिहानदेखि केही खाएको छैन। अलिकति खाना पाए पनि हुन्थ्यो। आज मेरोमा समय छैन। आज म खाना दिन सक्दिनँ ल तपाईँलाई। रोकाएको छु माता, एउटा रोटी भए पनि हुन्छ। मैले भने नि, आज मेरोमा समय छैन। बरु तपाईँ यसो गर्नुहोस्, यो 50 पैसा राख्नुहोस् र यसले केही किनी खानुहोस्। जो मर्जी तपाईँको, भगवानले तपाईँको भलो गर्नु। बजिसक्यो त? त्यही त म छक्कै परिरहेछु। स्वामी किन आउनु भएन? मैले बुझ्नै सकेकी छैन। मैले अघि नै तपाईँलाई भनेको हो नि। होइन बहिनी, होइन, त्यसो नभन्नुहोस्। यसमा कुनै रहस्य हुन सक्छ। यो उहाँको लीला हो। तर वचन दिएर उहाँ किन आउनु भएन? यो कस्तो रहस्य? दिदी, के को रहस्य र? स्वामी कतै बाहिर जानुभएको पनि त हुन सक्छ। सायद त्यसैले पो नआउनु भएको हो कि? हेर बहिनी, स्वामीलाई एक साधारण मानिसको हिसाबमा नसोच। उहाँ सर्वज्ञ सर्वान्तर्यामी घटघटवासी हुनुहुन्छ। यसलाई तिमी केवल एक साधारण घटना भन्दैछौ। अर्घ्यसँगै उहाँलाई नआउनु भएको कारण सोध्दा हुँदैन? धन्यवाद बहिनी, तिमीले मेरो ठुलो समस्या समाधान गरिदियौ। भोलि म स्वयं गई स्वामीलाई यो प्रश्न चढाउनेछु।
आओ सूर्यमा, तिमीलाई शुभाशीष छ। स्वामीको दर्शन गर। स्वामी, हिजो सूर्यमा, भन तिमी के भन्न चाहन्छौ? स्वामी, हिजो तपाईँ भोजनको निम्ति आउनु भएन त? कारण जान्न अधीर छु स्वामी। बङ्गारू, सूर्यमा, तिमीलाई अचम्म लाग्यो होला। वचन दिएर स्वामी नआउनुहुन्न। तर यो जान म कहिले पनि मर्यादा भङ्ग गर्दिनँ, न त वचन नै तोड्छु। म जो बोल्छु सत्य बोल्छु औ सत्यको पालन गर्छु। त्यसै कारण म सत्यको अवतार हुँ। हिजो ठिक 12 बजे म तिम्रो अतिथि भएर तिम्रो घरमा आएको थिएँ। तर स्वामी, मैले सारा दिन तपाईँको प्रतीक्षा गरेँ। प्रभु, यो कस्तो लीला हो? मैले बुझिनँ। तिमीले मलाई भोजन दिएनौ। भोजनको साटो तिमीले मलाई यो 50 पैसा दियो। के मैले तिमीलाई पैसा मागेको थिएँ र? स्वामी, तर यो पैसा त मैले भिखारीलाई पो दिएको। सूर्यमा, संसारको सारा गरिबलाई म नै हुँ, जसले उनीहरूको आँसु पुस्छन्। यो जान उनीहरूले मलाई प्रेम गर्छन्। जसले भोकाएकाहरूलाई खुवाउँछन्, उनीहरूले मेरै पूजा गरिरहेका हुन्छन्। सबै गरिबहरूमा मेरो दर्शन गर्छन्। उनीहरूको सेवा मलाई नै प्राप्त हुन्छ, किनकि मानव सेवा नै मानव सेवा। हे भगवान,